हेलो माई फ्रेन्ड, सन्चै हुनुहुन्छ? धेरै पछि म मेरो ब्लगमा आएको छु र मेरो ब्लग पनि मेरो जीवनकै फर्स्ट टाइमको यो स्केटिङको अनुभवका साथ रहेको छ। हामी गएको थियौँ स्केटिङ मेरो भाइ बहिनीहरूसँग र यहाँ चाहिँ अब के कता थाहा छैन, त्यही पनि यो मेरो बहिनी चाहिँ एकदम प्रो छ, उसको भरोसामा म जुत्ता त लगाएँ। मेरो भाइ सानो भाइले सहयोग गरिरहेछ चाहिँ के हुन्छ थाहा छैन है। अब मेरो अर्को बहिनी चाहिँ लडामा लडा ढलामा ढला गर्न पुगिसक्यो, बिचरा उसलाई पनि फर्स्ट टाइम एक्सपिरियन्स थियो। अर्को भाइ प्रो थियो, अर्को भाइले हेल्प गर्न खोजिरहेछ। अब उही लड्ने होला लास्टमा, हेर्नु है गाइज। लक्ष्मी के गरेको यस्तो, ल ल ऊ भन्दै थियो नि होइन गाइज। ढलिसक्यो। म पनि के कता थाहा छैन। अब यो हेर्दै जाउँ, बामे सर्दै जानु पर्ला नि होइन। अब यसरी नै कति लडेको हो लक्ष्मी, यति साह्रो त आमामामा। फर्स्ट टाइमको अनुभव, फेरि लड्छ। उभिन चाहिँ एकदमै गाह्रो हुन्थ्यो है, कन्ट्रोलै गर्न फर्स्ट टाइममा त। अब म भर्खर जन्मिया बच्चा जस्तो सुरु भयो है गाइज मेरो स्केटिङको हिँडाइ। यो यत्रो राउन्ड कसरी घुमाउने, आई डोन्ट नो। भिडियोकै चिन्ता छ फेरि मलाई, लडेला भन्ने छैन। जस्तो हुन्छ भिडियो चाहिँ आउनु पर्यो यसरी। यसरी खेल्ने कहिले होला हामी होइन। छेकी अनि मिङमा ब्रो, अर्को भाइको नि फर्स्ट टाइम। हामी चाहिँ यहाँ गाइज 3 जना नजान्ने 3 जना जान्ने थियौँ। म हेर यसरी नाच्ने, म कहिले नाच्न त आउँछ होइन गाइज, तर यसो स्केटिङमा नाच्ने चाहिँ मैले कहिले होला ल। म उभिन सकिरहेको छैन, नाच्ने त मैले सोच्न पनि सक्दिनँ नि। यो लाइफको यो एकदमै एक्सपिरियन्स गर्नुपर्ने छ है। यो चाहिँ फर्स्ट टाइममा चाहिँ मलाई चाहिँ एकदमै मजा आयो होइन। आफ्नो प्यारो प्यारो मान्छेसँग ग्रुप बनाएर जाँदा चाहिँ झन् रमाइलो हुन्छ। आफू यहाँ कुद्न सकेको छैन, मेरो सानीको जुत्ता फुस्केर मिलाइ पनि सक्यो उसले। अर्को नानु चाहिँ ढलोमा ढल गरिसक्यो। यहाँको पिक्चरहरू पनि, यहाँको लोकेसन पनि एकदमै बवाल। म बल्ल यहाँ पुगेँ। अब यत्रो राउन्ड कसरी पुरा गर्ने, भाइ बल्ल बल्ल यहाँ पुग्यो। अर्कोलाई दौडाउँदै लौडाउँदै उभिनै गाह्रो भइरहेको थियो क्या मलाई त। सिकाउन भाइ बहिनी आउँदैछन्, तर मलाई त्यहाँबाट हात छोड्नै, यसरी नाच्ने मैले कहिले हो भाइ। ल छेकी लक्ष्मीलाई चाहिँ होइन हिँड्न नआए पनि नाच्नु परिरहेछ, बसेर भए पनि रमाइलो गरिरहेछ है। यो एक्सपिरियन्स त होइन, मजा लिनु पर्यो नि। बिचरा अर्कोले नि उभ्याएर अब उही लड्ने होला लास्टमा। फेरि भाइ मलाई हेल्प गर्न आइरहेछ। अर्को फेरि नानु आयो, हाम्रो सानो माया आउँछ। भिडियो फर्स्ट टाइममा यति हिँड्नु भने पनि एकदमै बेस्ट है लक्ष्मी, किप इट अप। भिडियो खिचिदिन्छु भनेर होला यस्तो जोस आएको होला होइन। आम्मामामा यो बबाल बबाल। ल अब उभ टक्रक्क, पोज। फर्स्ट टाइम यति गर्नु भने पनि ल मान्नुपर्छ है। ल नाचा नाचा खान्छु। यो फर्स्ट राउन्ड तिमीले एकदम कम्प्लिट गर्यौ। हाम्रो यो जुत्ताको बुमबर्याङ टिङ टिङ, चिमचिम जुत्ता। फेरि उनी सेकेन्ड राउन्डमा आउँदैछन्। यसरी नाचेर आउँदैछन् मेरो प्रो भाइ बहिनी। हामी नुप पार्टी यता छौँ है। फेरि यिनी अर्को राउन्डतिर लागिन्। नलडाइ कान्छे अब चाहिँ। ल ल ल ल फेरि लड्यो बरु। कान्छी थकित अवस्थामा धेरै लड्यो है आज। ऊ लडेको देखेर मलाई पनि डर लागेर म त के भन्नु गाइज, त्यही डन्डीमा समातेर
यहाँ यसरी फोटो सेसन हुँदैछ मेरो भाइ बहिनीहरूको। मलाई यसरी ल्याउनु पर्दैछ हेर्न गाइस मेरो हरिबिजोग। ये लक्ष्मी नजाने पनि फोटो सेसन चाहिँ भइरहेछ होइन हाम्रो गाइस। तर 100 रुपियाँमा 2 घन्टा बबाल मजा। हाम्रो छेकी डन ल खेल्न नआए पनि बसेर चाहिँ एकदमै रमाइलो भइरहेछ है। बसेर पनि नाच्नु त पर्यो नि होइन बिच बिचमा यतिको चाहिँ हुनुपर्छ क्या। गर्मी छ नि त गाइस पंखा फननन घुमिरहेछ है। यहाँको पिक्चरहरू बबाल। ये छेकी नानुले सिकाइरहेछ हाम्रो राम भाइलाई। यो चाहिँ के हो थाहा छैन। ए यहाँ कति सिकाइरहेछ हाम्रो रामु भाइलाई छेकीले। ओ माई गड यसरी आउने कहिले हो। म नाचिरहेछु है गाइस। चिमचिम 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 पिङ्की जुत्ता बबाल। जुत्ता मात्र हल्लाउने त हो नि अब त्यहाँ फ्लोरमा गएर त लड्ला भन्ने टेन्सन आफूलाई। हामी नजान्ने टोली है गाइस। आउँदैन हामीलाई फोटो खिच्न मात्र आउँछ। र हाम्रो छेकी डनको डान्स हेर्न सक्नुहुन्छ हजुरहरूले। यसरी नाच्ने कहिले हो। पछाडि पछाडि घुमे 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 भन ये बबाल। ब्याक फ्रन्ट साइड सब जाने छ कि यसरी जाने म कहिले होला त। दामी दामी दामी। यो पनि झनै दामी। हामी चाहिँ थकित अवस्थामा बसिरहेछौँ होइन गाइस। गलेको अवस्था। खेलेको है बामे सरेर पनि तर गाह्रो। सेकेन्ड टाइम चाहिँ एकदम बबाल गर्नुपर्छ है हामी नजान्ने टोली रामु भाइ र लक्ष्मी बहिनी। हेर गाइस हाम्रो पारा लक्ष्मी के छ त होइन लडेर टाउको दुखाए पनि उसको पोज चाहिँ जारी छ है। लड्यो है बिचरा धेरै पटक। ल ल जोस जागरका साथ हामी फेरि ये गर्मी पनि भएको छ गाह्रो पनि भएको छ मजा पनि गर्नु परेको छ। ल लास्ट है गाइस यो चाहिँ भोग लाएर हाम्रो खाजा है। यो चाहिँ सब थकित अवस्थामा। ल हामी नेक्स्ट लोकेसनमा जाँदैछौँ होइन गाइज। हाम्रो नेक्स्ट लोकेसन सुन्दरी छ र हाम्रो यो राइडर भाइहरू ये लक्ष्मी इन्ट्रोड्युस गरिरहेछ आफूले आफूलाई। उसको चाहिँ यो फर्स्ट टाइम थियो सुन्दरी छ। हामी जाँदैछौँ हाम्रो झरना लोकेसनमा। 6:30 भइसक्यो थियो त्यही पनि कति उज्यालो हो गर्मी महिनामा। हामी जाँदैछौँ र यहाँ अन द वे हाम्रो अर्को निरु बहिनीलाई पिकअप गरेर होइन पिङ्क घर चाहिँ उसको ये फाइनल्ली हामी आयौँ होइन। उसको खुसी हेर न खुसी गाइजहरू माथि हाम्रो आई लभ सुन्दरी जल लोकेसनमा जाँदैछौँ। त्यहाँ त्यो पिक्चर एकदम राम्रो क्लिक हुन्छ। सब मैले भाइ बहिनी बटुलेर घरतिरको 2टा बहिनी प्लस मेरो कोलिगहरू बोकेर हामी सबजना छेकी बिनाको यो घुमाइ चाहिँ एकदम अधुरो है गाइस। उसको रमाइलो उसको चञ्चलता आफूले आफूलाई एकदम मै आफै नै किट फिल गरिरहेको हुन्छु। यहाँ हेर्नुहोस् उसको यतिको मान्छे चाहिँ ग्रुपमा हुनैपर्छ है गाइस। यतिको रमाइलो मान्छे होइन त छेकी। यहाँ हामी चाहिँ पिङमा सरेर उनीहरूको टेबल टेनिस सुरु भयो अब गाइस। ल बबाल गर्नुपर्छ हो बबाले गर्नुपर्छ कान्छी। यो नाइट इभिनिङमा हामी
दुईटा लक्ष्मी बहिनी र शेर्पा बहिनीको उनीहरूको पनि फर्स्ट टाइम एक्सपिरियन्स हो टेबल टेनिसमा त्यही पनि कोसिस है कोसिस किप इट अप गाइज ये रमाइलो बेलुकाको समय साथीभाइसँग त होइन चिल आउट गर्न ड्रिम हाउस एकदमै पर्फेक्ट प्लेस हाम्रो जान्ने भाइले चाहिँ सिकाइरहेछ दुईजना बहिनीलाई पास ये तपाईँहरू पनि आफ्नो साथीभाइसँग सुन्दरजला आउँदा ड्रिम हाउसै बस्नु है गाइज यहाँ एकदमै खाना बस्न र गेम प्ले पनि रमाइलो रहेको छ यहाँको लोकेसन हेर्नुहोस् लाइटिङ cheeky finally introduce र हामी यहाँ चिया ब्रेकमा हाम्रो ओनर दिदी हाम्रो पुनम बहिनी र हाम्रो अरू गाइजहरू चियाको साथमा मजा लिँदैछौँ हामी अब उसले सबको इन्ट्रोडक्सन गराउँछ है गाइस तातो चियामा भिडियो भनेपछि तातो चिसो मतलब छैन है पोल्यो पनि गाइस तिमीहरूलाई म चाहिँ कहाँ गएको थिएँ यतिखेर आई थिङ्क बाहिर इन्ट्रोडक्सन गराइरहेछ हाम्रो जेकीले सबैको दुईजना बहिनी चाहिँ लजाइरहेछन् ये पुनम हाम्रो ओनर दिदी यहाँको लोकेसन हामी फोटोमा मेमोरीको मेमोरी ये गाइज बाई बाई सी यू अन माई नेक्स्ट भिडियो किप लभ मी यो चाहिँ मेरो स्केटिङको मेमोरिज थियो गाइज फेरि म नेक्स्ट भिडियोमा नेक्स्ट एक्सपिरियन्सका साथ आउनेछु किप लभ मी बाई फ्रम माई अल ब्रदर एन्ड सिस्टर साइड अल्सो सी यू सुन राधे राधे